जेन्जी आन्दोलनको उद्देश्य के थियो भने देशमा सुशासन कायम होस्, भ्रष्टाचार गर्नेहरूलाई कारबाही होस्, आफ्नो पदको दुरुपयोग गरेर नातावाद कृपावादका आधारमा नियुक्ति नहोस् भन्ने थियो। तर चुनावको म्यान्डेट पाएर बनेको नागरिक सरकारले चुनाव गराएर ठूलो तारिफ पायो। यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले आफू जाँदा जाँदै आफ्ना स्वकीय सचिवलाई प्राकृतिक संरक्षण कोषको अध्यक्षको रूपमा नियुक्ति गरेर आफ्नो सम्मान घटाउनु भएको छ। अब गृहमन्त्री ओम प्रकाश अर्यालको त के कुरा गर्नु। केही समय अगाडि आफै कानुन व्यवसायमा फर्कन्छु भनेर नैतिकवान बनेका थिए। तर आफूले आफूलाई श्री ओम प्रकाश अर्याल गुल्मीलाई राष्ट्रिय सभामा सिफारिस गरिएको छ भन्दाखेरि सबै नेपालीको मनमा एउटा प्रश्न आयो। जुन सरकारले जेन्जी आन्दोलनको उद्देश्य पूरा गर्दैछ र अब चुनाव पछाडि पनि त्यो कुरा निरन्तर रूपमा अगाडि बढ्छ भनेर आशा बोकेका थिए, त्यो कुरा फेरि नहुने देखिएको छ। यो कुरालाई तत्काल सच्याउनु पर्छ, होइन भने नेपाल अझै पनि बन्दैन भन्ने हाम्रो मनमा रहिरहनेछ।